यहाँबाट चाहिँ उँधो यस्तो 18 ठाउँ छ। यस्तो चढ्दै 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 जानुपर्छ गाइजहरू होइन। यहाँ चाहिँ अब समाउँदै समाउँदै जानुपर्ने ठाउँ रहेछ। यहाँबाट चाहिँ यस्तो यत्रो पर छ उँधो होइन। हावा चलिरहेको छ मस्तसँगले सररसँगले। त्यो चढ्दै गयो अप्ठ्यारो बाटो अप्ठ्यारो रहेछ। यसो उँभोतिर गइदिउँ भनेर लागेको, कहाँबाट अप्ठ्यारो बाटोमा आइपुगिएछ। यहाँबाट ठ्याक्कै परबाट निस्केर माथितिर जानुपर्छ होइन। गाइजहरू खुट्टा चाहिँ चिप्लो चिप्लो भएर क्या डरले पसिना आएर खुट्टामा चिप्लो चिप्लो भएर अलि हिँड्न नसकिने भइएको छ सरसँगले। यहाँबाट उँधो चाहिँ यस्तो डेन्जर अपट्टै पर्छ यस्तो सर्लक्क परेको। यहाँबाट यताबाट चाहिँ सर्लक्कै निस्किनुपर्छ कि यस्तो बाटै निस्क्यौँ गाइजहरू। अब यहाँ डाँडामा आइपुगिसकेपछि चाहिँ ठ्याक्कै सजिलो बाटो पनि आयो हो सर्लक्कसँगले। यहाँबाट उताको हेर्नुहोस् सिन, यहाँबाट यता ए सेन्टर देखिरहेको छ रुम्देटार। जुमान हो त खतरा देखिँदो रहेछ। ल गाइजहरू हेर्नुहोस् सेन्टर रुम्देटार डेन्जर सिन। उडाउला जस्तो हावा चलिरहेको छ। यो डाँडामा चाहिँ आनन्दको छ। स्वर्ग भनेको चाहिँ यही रहेछ नेपालकै आनन्दले मस्तसँगले। हो काका के भयो? घाँस लिएर आउनु भयो कि वस्तु चराउनु भएको? घाँस लिएर आउनु भएको कि वस्तु चराउनु भएको? कहाँ छन् खोइ? बाटो घाटो साँसिना मिलजुल गरी खाऊ फैलन भएर जाऊ ऐठी नगर है बाबु वस्तु पाला यसरी भन्छु अनि वस्तु भन्दा हाम्रो हजुरभन्दा तपाईँ कान्छा हो? वस्तु भन्दा राम्रो के होइन काका होइन जेठा बाउ भन्छौँ हामी। ए जेठा बाउ हो जेठा बाउ भन्थे। हाम्रा हजुरभन्दा कति कान्छो तपाईँ? म त थुप्रै नि तपाईँको ए हजुरबाको पनि बुबा पो त। ए उहिले गोविन्द बुढा। गोविन्द बुढाले चाहिँ त्यस्तो अर्ती दिएको तपाईँलाई? भनेपछि त्यो अर्ती लागिरहेको छ तपाईँलाई, फाबिरहेको रहेछ। यो बुढाको आशीर्वाद त भुइँमा नि खसेको छैन। म त टिका लगाएको बराबरै हो, बिर्सेर छुइनँ। त्यो बुढाले आर्ती गरेको दही खनिदिन्थ्यो छेरुन्जाली। दही त उहिरो दिन्थ्यो नि बुढाले भैँसी पालेको पहिला। डर लाग्दै हो चापटै चपट ढिको परेको दही खुवाउँथ्यो त पनि भित्रै हो। अनि त्यो दही खाएपछि के भारी बोक्न सक्नु माथेर होइन? अनि दुईवटा पाडा कट्टा नबोक जाऊ, सकेको बोक नसकेको मर्नु हुँदैन भन्थ्यो। खस्रो बोक्न चाहिँ छोड्नु भएको छ है अब कि बोक्दै हुनुहुन्छ? छोडेको अहिले पात पनि सुनु यहाँदेखि उँभो गएको छुइनँ। मनले मान्छ त अनि खस्रो नबोक्दा? मान्दो रहेछ जाँठालाई अब जुई साढे बाजेको त्यस्तै उस्तै छ नि। अब बुढाबुढी भयो, त्यही त बस्छन् खान्छन् काम गर्दैनन् सक्दैनन्। लैनु कति सकिएछ? लैनु पनि छैन, एउटा भैँसी छ मात्रै, एउटा भैँसी। बुढाबुढी त्यही भैँसी। अनि कान्छी दिदी
हाम्रा कान्छी फुपू त अमेरिका पुग्यो नि। अमेरिका यो कोसँग? ए उहिले गएको 2 वर्ष जति भयो। ए कान्छी फुपू त अमेरिका पो। राम बनिगएछ नि अब त। भन्न त के भन्थे, दुःख बेसायो नि अब अमेरिका गएर। पैसा उहाँको बढ्छ नि, आम्दानी हुन्छ केही न केही। नेपाल निस्किँदा धेरै नै अयस्त हुन्छ, बाटो खुल्छ। उहाँको पैसा यहाँ धेरै नै फाँड्दा साड्दा धेरै नै हुन्छ। 1 रुपियाँ बराबर डलर हुन्छ नि, के गर्नु, दुःख गर्नु छ, सानो दुःख छैन। 20 रुपियाँ हुन्छ कि 30 रुपियाँ हुन्छ? 120-30 हुन्छ होला। अनि 1 डलरको। अनि त्यत्रो भाम बढेर आउँदा अनि फाइदा भएन त। भागमा भए जानु पर्ने नि यहाँको। छैन भागमा पनि हुँदैन। ठाडै कुकुर छोपाई यो घोचा समाउँदा झन् ठाडै। अनि कहाँ पठाइदिनु भयो त त्यसलाई? काठमाडौँ पठाइदिनु हो? खरि त्यसले लग्यो नि। त्यो पनि हो, त्यस्तो हान्ने राख्नु हुँदैन, कुन दिन मार्छ। त्यो पनि आइपुगेको जरा मौका मिल्यो त खत्ता न हत्ताउती भन्ने। कतिमा दिएर पठाइदिनु भयो? 50मा दिए नि। 50 मै? उसकै भाउमा। कति हाल्छ त? 50 भन्दा हाल्दिनँ, मासु छैन। खरिदे जाँदा व्यापारी जाँदाले कहाँ मासु छ भन्छ रे। 60-70 हजारको राँगो त सित्ती नै पठाइदियो। हानुवा निस्को है? कति हाल्ने त? 50 लैजाऊ म जिराइ नै गरिन। यति ल्याऊ उति ल्याऊ पनि भनिनै। ठिक छ। अचेल चाहिँ यो जङ्गलमा बाघ भालु निस्केको छ छैन त? कहिलेबाट निस्किन्छ? जेठ लागेपछि चाहिँ निस्किँदो भालु? जेठदेखि त निस्किन्छ। जम्मै खाएर सक्छ होइन? चिया दिन्थ्यो, भेडाको मुइहरू खाइदिन्थ्यो, म घाँस आउँथेँ। म त बाघ त होला निस्केको अहिले नि। यो खोलामा भोग गरेको त उहिले जमाना जुगदेखि नै हो। अब त परलाई लगियो। म त आजको एकै दिन पनि रुँदैन। म चाहिँ तली नै त्यहीँ बस्छु। रातभरि नै खालै एक्लै आएर नबस्नु। भालुले त फेरि एकचोटि चिथोरो भयो भने त अनि त्यसचोटि जिन्दगीमा काम पुर्या। पुरा आउँछ, पुरा। नाङ पनि सानो यस्तै हुँदो रहेछ त। यति नै लामो हो, यस्तै नङ। माटो त यसरी खोर्स्याउँदा त घुम खोर्स्याउँदो रहेछ। अनि अगुल्टाले एक हानेपछि चाहिँ अनि आएन भोलिपल्टबाट? आएन। ल गइरहेको छ। काबुै पार्नु भएछ। ल मेरो भैँसी गयो, ठुल्याउँछु त। ल काका।